हजुर अनि तर सनराइज चाहिँ 7 बजी ढिलो भयो के हो त्यो भनेपछि यही सिलिन्डर किन्न पर्यो कहिले काहीँ अब यसो सिलिन्डर खुसी हो अलिकति चाँडै भयो हामी आउन नेक्स्ट टाइम चाहिँ हामी सुतेर आउनु पर्यो है हजुर 2 बजीतिर निस्क्यौँ भने चिनी कतिको राख्दै चिनी त्यही भएर अलिक चिनी बेसी हुनु लागेर मैले त्यो थप्ने पनि ठिक गरेको राइट कलर पनि आउँछ राइट कलर ठिक नवीन गुरु वैभा भन्दाले फेरि यता नीलकुमार ए निल पनि वैभा हो र वैभा नि उ त त्यो साललाई त दिने जस्तै थिएन अनुहारै अनि त्यो त गइसक्यो को केटी मान्छे करायो हैन मेरो मोबाइल हो तलबाट उकालो आउँदैछ कि भनेको लङपिङबाट अनि मेरो साथीहरू दौडिया क्या यिनीहरूमा त्यो आउनु नि सक्छ छङ तपाईँले नि चिन्नुहुन्छ क्या 5 बजी बियर रनिङ हुन्छ नि त्यो पनि लान्ताउ पिकमा हाइएस्ट हङकङको सेकेन्ड उसमा त अब पुग्नेमा त हाइएस्टै रहेछ होइन नाम मात्रै आदर्श लान्ताउ पिकमा हामी इलामको चिया अर्गानिक सनराइज लान्ताउ पिकमा सनराइज अहिले बिहानको 5:30 उठेको छ अरू बेला त 3 आउँदा मजा आउँछ गर्नु भए नि आउँछ बत्तीले उ गर्छ क्या फेरि रिफ्लेक्सन त्यो लाइट
नाइस यो ऊ राखिदियो नि त्यसैको लागि हो लडिहाल्छ भने यहाँ जिप्टे हो नि तर बङबङ हाल्छ त्यो आउने बाटो यही त हो यही तल यहाँ त नि गाह्रो हुन्छ नि हावा चल्यो भने त आज यो चाहिँ साथ दियो हामीलाई यिनीहरू पनि के सेल्टर बस्नु सक्छ मराहरू सक्दैन नि नाइस हजुर चियाले त नि मजाले ततातो चियाले बियरले हैन फेरि बियरमाथि चिया दियो त्यसले पनि एउटा नयाँ एक्सपिरियन्स पनि भयो है